यो हो सुदन बाघ र रामबहादुर बाँदरको सुन्नै पर्ने लघुकथा। ध्यान दिएर सुन्नुहोस्, मज्जा आउँछ। इलाम 2 मा च्याम्पियन भएर जितेपछि सुहाङ नेमाङले सोचे, लौ यो जनताको जित हो। अब संसदमा पार्टीको नेतृत्व गर्ने पालो 30 वर्ष पुगेका युवाको आयो। मसँग जनताको मत छ, कानुनको डिग्री छ र मेरो ओछ्यानमुनि भुटानी शरणार्थी प्रकरण जस्तो कुनै भ्रष्टाचारको फाइल पनि लुकेको छैन। मलाई संसदीय दलको नेतामा उठ्न मात्र 1 जना प्रस्तावक र 1 जना समर्थक चाहिएको हो। भविष्यमा विश्वास गर्ने मात्र 2 जना। सुहाङ त जनताबाट प्रत्यक्ष चुनिएर आएका हुन्, तर बादल उनी त समानुपातिक प्रणालीबाट छिरेका, जसलाई अक्सर भ्रष्ट राजनीतिज्ञहरूले जनताको समर्थन बिना पदमा पुग्ने चोर बाटो मानिन्छ। यदि उनी प्रत्यक्ष चुनावमा गएको भए 100% हार्ने थिए। यो कुरा एमाले भित्रका नेतादेखि आम नागरिकसम्म सबैलाई थाहा छ। आदरणीय अङ्कल, मसँग डिजिटल नेपाल र समृद्धिको एउटा सपना छ। के यसपटक मलाई नेतृत्व गर्ने अवसर मिल्न सक्छ? हुँदैन सुहाङ, तिमी अझै बच्चा छौ। तिमीलाई जनताले भोट दिएर जिताए वा जनताले तिमीलाई चाहेका छन् भन्ने कुराले मलाई केही फरक पर्दैन। यो कसको पक्षमा कति भोट छ भन्ने कुरा होइन। यो त गिरिबन्धु टी स्टेटका फाइलहरू कहाँ गाडिएका छन् र तिनलाई कसरी लुकाउने भन्ने जान्नेको खेल हो। म यो काम बोस शैलीमा गर्न सक्छु। एपीबा र मैले गरेका पुराना भ्रष्टाचारहरूलाई म यो उदाउँदै गरेको नयाँ लहरबाट बचाउन सक्छु। तिमीले कानुन पढ्यौ, मैले सेटिङ कसरी गर्ने पढेँ। म बादल हुँ। म सबै काण्डहरू लुकाउँछु। लालिता निवास, रेफ्युजी स्क्यान्डल एन्ड द 70 करोड अडियो स्क्यान्डल्स। अब जाउँ र पत्रकारहरूलाई भन कि तिमीले आफ्नै खुसीले यो पद मलाई छोडिदियौ। यी अव्यवस्थित युवा आन्दोलनले देशको स्थिरता बिगारेका छन्। त्यसैले अनुभवी नेताहरूलाई यस्ता कानुनी कारबाहीबाट जोगाउनु पर्छ। के भन्छ यो बुढो? आफ्नै घर शरणार्थी काण्डको शोरूम अनि उल्टै हामीलाई सुशासनको ट्युटोरियल। Thank you for your attention. I will now proceed to the stage to present. सबै घुस्या खबरदार, म सत्य खोज्न आउँदैछु। लुकाइएका फाइल र दबाइएका डिल सबै बाहिर ल्याउँछु। जय मेरो देश, जय नेपाल।